स्कुलको एउटा सानो एक्सपिरियन्स सेयर गर्छु म पढ्ने बेलामा पनि यहाँ अहिले म टिचिङ गरेँ 9 वर्ष यो 10th इयर हो। अब मैले के नोटिस गरेँ भने म जब पढ्थेँ त्यसलाई जिके थियो कन्भर्सेसन थियो। तर म के भन्न खोज्दैछु भने क्लास 6 to 10 6 7 8 9 10 यो 5 वर्ष अगर हरेक स्कुलले जिके राख्यो भने एकदम बेस्ट हुन्छ। तर कुन जिके जुन हामी पढ्छौँ होइन जो 1 देखि 5 मा त्यो जिके होइन, खरिदार सुब्बा अधिकृतमा सोध्ने जुन जिके क्वेसन हुन्छ त्यसलाई डिभाइड गरेर 5 वर्षको लागि पढायो भने हामी स्टुडेन्टलाई एकदमै राम्रो हुन्छ। तर त्यसलाई हामी कम्पल्सरी फेरि गर्नु भएन के, किनभने सबलाई त लोकसेवा गर्नु छैन। अब हाम्रो बालेन सरकार उहाँ के गर्नु भइरहेछ, स्टार्टअप अन्टरप्रेन्योरसिप कल्चर ल्याउनु भइरहेछ। हामी हेर्न सक्छौँ पहाडमा त पहिलादेखि नै यो कल्चर हल्का हल्का थियो होइन, अब धेरै बढिरहेको छ हामी हेर्न सक्छौँ। अब मध्य प्रदेशमा हामी हेर्न सक्छौँ 1-2 वर्षदेखि हल्का हल्का स्टार्ट थियो, तर अहिले धेरै बढ्न थालेको छ। सो म के भन्न खोज्दैछु भने कि स्कुलमा जिके राख्ने 6 to 10, तर के पढाउने भने खरिदार सुब्बा अधिकृत यो जुन गभर्मेन्टको प्रिपरेसनको लागि लोकसेवा जुन हुन्छ नि त्यो जिके क्वेसन्सहरू पढाउने। अब त्यो पढाउने क्रममा के गर्ने हामी 6 को जुन लेभलको क्वेसन छ त्यो लेभलको क्वेसन मात्र पढाउने। 7 को 8 9 10 जसरी क्लास बढ्दै जान्छ त्यो जिके को क्वेसन जुन हुन्छ डिफ्रेन्ट लेभलको हुन्छ। त्यो लेभल अनुसारले मिलाएर हामीलाई करिकुलम बनाउनु पर्छ। अनि गएर बल्ल 6 to 10 मा बच्चाहरू पहिलो फेजमा जुन जिकेको एक्जाम हुन्छ नि त्यसको लागि रेडी हुन्छ। तपाईँको के विचार छ कमेन्टमा सेयर गर्नु होला कि यो पोसिबल छ। अब तपाईँको लागि या कसैको लागि पोसिबल नभए पनि हाम्रो स्टुडेन्टले यो पोसिबल बनाएर हेर हुन्छ। हामी एउटा सिरिज स्टार्ट गरेछौँ यही जेष्ठको 1 गतेबाट 2083 यो हाम्रो वर्ष 2026 मा हामीले के स्टार्ट गरेछौँ भने एनडी लोकसेवा फाउन्डेसन हो। यो फाउन्डेसन चाहिँ बिल्डिङ विद्यार्थीको लागि जो ग्रेड 6 र उसको माथि 7 8 9 10 मा जुन छ उसको लागि हामी वर्क गरिरहेछौँ। अनि यसमा म के गाइड गर्छु भने म जिके पढाउँदैन, म जिके कसरी पढ्ने त्यो पढाउँछु भनेको सफ्ट स्किल सिकाउँछु। माइन्ड ट्रेनिङ जुन हुन्छ लर्निङ टेक्निक्सहरू हुन्छ त्यो युज गरेर कसरी जिके लर्न गर्ने त्यो म सिकाउँछु। सो तपाईँले सिक्नु छ भने 7 बजे 7 PM 7 देखि 8 बजे 1 घन्टा लाइभ चल्छ हाम्रो युट्युबमा, टिकटक, इन्स्टाग्राम, फेसबुक यो प्लेटफर्महरूमा हामी लाइभ गर्छौँ। र लाइभ भइसकेपछि भिडियोलाई रेकर्ड गरेर पनि हामी सेयर गरिदिन्छौँ सोसल मिडियामा। त्यो कुन आइडीमा सेयर गर्छौँ भने एनडी लोकसेवा फाउन्डेसन। तर लाइभ कसमा चल्छ हो नेपाल डिजिटल एजुकेसन। ठिक छ ल, इन्ट्रेस्टेड हो भने हाम्रो लाइभ जोइन गर्दा हुन्छ। कोही भाइ बहिनी छ होइन तिमीहरूको सेयर गर्दा हुन्छ। थ्याङ्क यू।